अनि उहाँ नम्म बसेको मुनि चाहिँ हात्ती हो। अब सेतीसँग ऊ त्यो सेतो जलधाराले छले ऊ पर हेर्नु त उहाँनिर ठ्याक्कै छेउ यसो गरेर बसेको नङ्ग्राले टेकिराखेको नाक चुच्च जगरेस त जिप्र पारिएको छु उहाँ यतापट्टि ऊ माथि पर माथि त्यो चुच्चमा ऊ परमा चाहिँ होइन हो त्यो जलधारा छले त्यसो गणेश भवानी शिवजी भवानी महादेव यतापट्टि यस्तो यहाँ बनौटी भन्ने केही पनि छैन आफस्याप यो चाहिँ गहना चाहिँ लगाइदिने गहना चाहिँ यो चाहिँ अरू बेला फाल्टो दिनमा लगाइदिने हो अनि मेला टाइममा चाहिँ यो मसिनो आउँछ त्यो चाहिँ अन्त्य राखिएको छ राखेर त्यो दिन लाग्छ अनि त्यो दिन चाहिँ अहिले सेक्युरिटी गार्ड हुने हुन्छ पहिला चाहिँ अब त्यो ठुलो गहना घरमा राख्थ्यो होइन हजुर अब अहिलेको समयमा त्यत्रो गहना घरमा राखेर साध्य हुँदैन अनि यहाँ ठुलो सेट छ अनि सेक्युरिटी गार्ड करिब कति झनै एक डेढ भाबीकै छ गहना त्यस्तै सबै जम्मा गर्छ पहिला उनीहरूले के सोचेको छ त्यो पुगिसकेपछि एक तला सुन चढाउनु भन्ने त अझै चलन